हाम्रो दिदीले यहाँ कोदोको बिउ छर्नु भएको छ। हेर्नु होला, हजुरहरू पनि सिक्नुहोस् कसरी छर्नु भएको छ। दिदीले अस्ति नै के भन्दा अस्ति नै बिउ राख्नु भएको छ। यो चाहिँ यति आइयो भर्खर, यति अग्लो भएछ। यहाँ दुई ठाउँमै बिउ राख्नु भएको माथि र यहाँ चाहिँ आज बिउ छर्न आँटेको दिदीले। अब यति बाँकी छ, अब सिद्धियो। अब हाम्रो दिदीले अब चाहिँ यहाँ ड्याङ बनाइसक्यो यो बारीमा। अब कोदोको बिउ छर्न आँटेको छ। अब यति बाँकी छ, अब सिद्धियो। बिउ छर्दै हुनुहुन्छ। अब यति बाँकी छ। हेलो गाइस, हाम्रो दिदी